नेपाली ब्रो भन्ने कुमार थापाले श्रीमतीको हत्या गरेको 2 दिन अघि मात्रै भक्तपुरमा पनि एक व्यक्तिले श्रीमती मारेका थिए। उनले श्रीमती अन्य पुरुषसँग लागेको शङ्का गर्दै श्रीमतीलाई खुकुरी हानेर हत्या गरेका हुन्। यी श्रीमतीको हत्यारा पुरुषको नाम विदुर विश्वकर्मा हो। 38 वर्षका विदुर भक्तपुरको छालिङ रोड स्थित सैनिक ब्यारेक पछाडि बस्थे। बुधबार राति करिब 10 बजेतिर उनले 33 वर्षीय श्रीमती सलिना तोलाङ्गे विश्वकर्माको ज्यान लिएका थिए। त्यसो त विदुर पेसाले सवारी चालक हुन्। परिवारमा श्रीमती र एक 8 वर्षका छोरा थिए। उनी दिनभर गाडी चलाउँथे, तर साँझ घर आएपछि श्रीमतीलाई विभिन्न पुरुषहरूसँग नजिक भएको भन्दै शङ्का गर्थे। पछिल्लो समय उनको शङ्काको पारो बढ्दै गएको थियो। त्यसपछि उनी हरेक दिन रक्सी खाएर आउने र झगडा गर्न थालेका थिए। वरिपरिका छिमेकीहरूले बताए अनुसार डेरामा प्राय साँझ पख उनीहरू बीच झै झगडाको आवाज सुनिरहन्थ्यो। अत्यधिक रक्सी सेवन गर्दै होहल्ला गर्ने कारण टोलमा समेत उनलाई कसैले पनि मन पराउँदैनथे। यसै क्रममा बुधबार पनि विदुर रक्सी खाएर आए र श्रीमतीसँग न्यु खोज्न थाले। यतिकैमा उनीहरू बीचको विवाद उत्कर्षमा पुग्यो र विदुरले श्रीमतीमाथि खुकुरी चलाउन थाले। यो सब दृश्य देखिरहेका बालक छोराले आमालाई यस्तो नगर्न भन्दै रोक्दा उल्टो उनले छोरालाई पनि आक्रमण गरे र अन्ततः सलिनाको हत्या गरी छाडे। अहिले छोरा घाइते अवस्थामा भक्तपुर अस्पतालमा उपचाररत छन्। त्यसो त पत्नी सलिना जन्डिसकी बिरामी थिइन्। घटना हुनुभन्दा केही दिन अघि उनी काठमाडौँको अस्पतालमा भर्ना भएर फर्किएकी थिइन्। अहिले हत्यारा विदुर भक्तपुर प्रहरीको हिरासतमा छन्। उनले श्रीमती विभिन्न पुरुषसँग नजिक भएको शङ्का लागेको र मदिरा सेवन गरेपछि आफू उत्तेजित भएर आफैलाई सम्हाल्न नसक्दा घटना भएको बयान प्रहरी सामु दिएका छन्। प्रहरीका अनुसार विदुरको त्यो भनाई पत्याउने आधार निकै कमजोर छ। उनको मानसिक समस्या समेत देखिएको र यस्तो मान्छेले भन्यो भन्दैमा त्यही कारण हो भन्न नसकिने प्रहरीको भनाइ छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको र निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ। 2 दिनको बीचमै श्रीमती हत्याको यो श्रृङ्खलाले नेपाली समाजको श्रीमतीप्रतिको आपराधिक मानसिकता बाहिर ल्याएको छ। यी त बाहिर आएका केही प्रतिनिधि घटना मात्र हुन्। औसतमा हप्तामा 1 जना श्रीमतीको श्रीमानबाट हत्या हुने गरेको तथ्याङ्कले देखाउँछ। घरभित्रै सबैभन्दा सुरक्षित हुनुपर्ने सम्बन्धहरू नै जब यसरी हिंस्रक बन्छन्, तब समाजको सुरक्षा संयन्त्रमाथि नै ठूलो प्रश्न चिन्ह खडा हुन्छ। पारिवारिक मनमुटाव, शङ्का र विकृत मानसिकताले कसरी एउटा हाँस्दै खेल्दै गरेको परिवार क्षणभरमै उजाडिन सक्छ भन्ने उदाहरण यी घटनाहरू हुन्। कानुनी कारबाही त आफ्नो ठाउँमा छँदैछ, तर घर घरमा मौलाइरहेको यस्तो हिंसात्मक प्रवृत्तिलाई बेलैमा पहिचान गरी रोक्न परिवार र समाज दुवै सजग हुन जरुरी देखिन्छ।